भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि आफ्नो दङ्ग परिन्छ। तर त्योभन्दा अलिकति माथि हुनुपर्छ। तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईँले त्यस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारणले आफ्नो भूमिका परिवर्तन भएको छ। होइन जो कोहीलाई अझै पनि म अभियन्ता हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म हिजोकै जस्तै भनौँ न यति जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्छु त्यस्तै दिन्छु भन्ने जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर गर्न सक्नुहुन्छ। केही पनि फरक